दाइ तपाईँको नाम? मेरो नाम अर्जुन पोखरेल। अनि अस्ट्रेलिया बस्न थाल्नुभएको चाहिँ कति भयो? मेरो अहिले लगभग 7 वर्ष जति भयो। ओके, 7 वर्षदेखि अस्ट्रेलिया बसिरहनु भएको छ। सायद त्योभन्दा अगाडि पनि विदेशमै हुनुहुन्थ्यो जस्तो लाग्छ मलाई। त्योभन्दा अगाडि म चाहिँ 10 वर्ष जापानमा थिएँ। ओके, अनि यत्रो 17 वर्ष भइसकेको छ नेपाल करिब छोडेको होइन, विदेशमा बस्न लागेको। यो अवधिमा चाहिँ सबैभन्दा बढी तपाईँलाई मिस हुने नेपालको चिज चाहिँ त्यस्तो के हो? के चाहिँ कुरा तपाईँलाई सबभन्दा बढी मिस हुन्छ? अहिले त सबभन्दा धेरै त बाल्यकालका कुराहरू नै मिस हुन्छन्। अब दरमखोला बडीगाड खोलामा पौडी खेल्न गएको, अनि त्यहाँ असला माछा मारेर तिनी माछाहरू खाएको। त्यसपछि सबभन्दा मिस हुने भनेको त अब गाउँठाउँमा चाहिँ बाँसको सुपौलामा बसेर त्यो केटाकेटीको समयमा सुपौलामा बसेर त्यो लुर्केटी खेलेको चाहिँ सबभन्दा मिस हुन्छ। धेरै मिस हुन्छ एकदमै। ओके दाइ, अनि के छ त नेपाल फर्किने प्लान? नेपाल फर्किने त अब सुरुमा आउने बेलामा त नेपाल फर्किने भनेर नै हामी यहाँ आएको हो। तर त्यस्तो अहिलेको लागि चाहिँ त्यसरी चाहिँ भर्खरको लागि चाहिँ प्लान गरेको छैन। अब बच्चा बच्चीहरू यहीँको वातावरणमा हुर्किन थालिसके होइन, आफ्नो माटोको माया त लागिहाल्छ, फर्किन त मन लाग्छ। तर अब केही समय पछि फर्किन सक्ने सम्भावनाहरू चाहिँ छ। तर अहिलेलाई नै सबै कुराहरू चाहिँ 100% फर्किन्छु नै भन्ने चाहिँ छैन। ओके, थ्याङ्क यू दाइ, धन्यवाद।